लाइक कमेन्ट सेयर सब्सक्राइब खसीको है बा पोखरा सिटी केटीहरू ठिटी बाहिरै बस्नु भरै छ गोस टु पूजन ल फाइनली केटोलाई भेट सर नमस्कार सर फाइनली मानन गुटाइसकेको अवस्था छ के गर्छ त हजुरले अब यो ठाउँको बारेमा अलिकति के चस्मा चाहिँ वेलकम ब्याक टु एन्डर एपिसोड अफ मिस्टर रोशन टुवेल ब्लग के छ त गाइस आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अहिले 4:30 भइसक्यो अब चाहिँ म निस्किन्छु यहाँदेखि घरतर्फ यसै बाटोमा के कसो हुन्छ आज चाहिँ चट्ट हेलमेटमा भ्यू हेर्दै बाटोको जानुपर्छ है त के कसो हुन्छ हेर्दै गर्नु होला नयाँ हुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला होइन त ठिक छ ल अब निस्किन्छु यहाँबाट रात परिसक्यो भात खाइए यार घर गएर के खाने भोक लाग्छ होला घर जानु म चाहिँ बेसी आउँछ निस्किन्छु यतिकै निस्कियो घर जानु नि के हाल्छ भन्नु पर्दैन नि होइन तातो भइहाल्यो ओके ल म यहाँबाट निस्किन्छु अहिले बाटोमा गएर भेटौँ है ल म चाहिँ अहिले ठ्याक्क के भन्छ पिण्ड बसिने भन्दा माथिपट्टि ट्याक्क सरङको जाने बाटोमा आइसक्यो होइन यहाँ चाहिँ बाटोमा कोही छैन कोही आनन्द नदी हुँदै खतरा दामी दामी भोलि बाटो त्यहीसँग किन कस्तो डर लाग्छ डर लाउँछ तर फेरि यो बाटो यति कट्यो नि अब चाहिँ फेरि म ढुक्क हो कि यहाँनिर चाहिँ हल्का डर लाउँछ कति किलोमिटर सरङको 2 किलोमिटर मात्र सरङको पुग्न त्यहाँ गएर एकछिन बस्छु म चाहिँ खसीको दुधको चिया पाउने ठाउँमा गएर बस्छु नि एकछिन त्यहाँको बाबाहरू गर्दा क्या हुन्छ एकदम मजा खान्छ यस्तो राम्रो ठिकै गरेको थियो है अब टल्किन्छ बाटो कता भनेर थाहा हुने कि फोर्न फालिदिने जता अब यार यस्तो राम्रो बाटो छ यार फोर फालिदिएर यस्तो अलोमा चिया यता आगो गरेर राख्ने त्यो चट्ट खसीको है बा खसीको दुधको चिया अरे खसीको दुधको चिया भनेको के बाले चिन्नु भयो कि मलाई त्यति भनेपछि खसीको दुधको चिया हो पोखरा भ्याली ओ नाइस दामी हुन्थ्यो यतापट्टि चाहिँ यो के भन्छ यसले यो सरङकोट सरङकोटमै थियौँ अहिले यताको चाहिँ डाँडा चाहिँ नआउँदैन हाइवे चाहिँ बिचबाट दिन्छ भने हल्का बडी लाइटहरू गर्नु चाहिँ हाइवे भयो अरे यहाँ लेक साइडमा त पुरा झिलिन्छ अरू ठाउँमा भन्दा लेक साइडमा पुरा झक्क झिलिमिली खालको ठिक छ ल देख्न सक्नुहुन्छ नि त चट्ट पोखरा सिटी केटीहरू ठिटी आई लभ यु भन्दा चप्पलले पिटी यहाँको चाहिँ ट्याक्क त्यहाँनिर एउटा लाइट बलेको जस्ट वाउ 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 बल्ल यो हो कि ठाउँ भनेको बस्ने भनेको पिस अँधेरो तलपट्टि झलल बत्ती ओके खसीको चिया रेडी भयो बा खसीको दुधको चिया ओहो धन्यवाद बुवालाई बुवाको हातको चिया मिठो हो कि मोहनीलाई है ल अब चाहिँ म चिया खाएर निस्किन्छु ओके रमाइलो छ ल स्कुटर त यहाँ छ अब हामी निस्किन्छौँ घरतर्फ ट्राफिक कहाँ खाने फेरि ट्राफिक त जान्छ अहिले चाहिँ त्यहाँनिर ल आमा लाग्यो जान चाहिँ माथि बस्नु एकातिर गएर दुध खसेको ठाउँ पाइएन भने फेरि तनाव के
Okay. Let's go. Ui, mua tao còn cây. Nói các thứ như thế vậy. Bác चाहिँ नदेखियो छैन बिस्तारै धेरै स्पिडमा जान्नौ बिस्तारै जान्छ नि त यहाँ माथि चाहिँ केबुल कार थियो बिस्तारै बिस्तारै जान्छ हामीदेखि सी अगाडि हेर्दै गर्नु होला के कसो हुन्छ अब मेरो भ्लग यस्तै छ हेर्नु अब राम्रो नराम्रो भयो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला के भनौँ अब गाउँको भाइ चाहिँ दिन्छ कि मलाई हाम्रो घर चाहिँ यो यहाँनिर च्याट्टा ठ्याक फाइनली घर आइपुगेँ होइन त अब जान्छ भित्र है बाहिरै बस्नु रहेछ बाहिरै बस्नु रहेछ कति भाइ बाबा आउनु भएन सँग त लाग्थ्यो कि मलाई बाबा आउनु भएन नि के पाएको त नि हाम्रो घर किचन देखिन्छ भने चाहिँ यस्तो छ खै खुट्टो हाम्रो काम छ है पोखरा इन्जोय हुन्छ है पार्टी ठिक छ अब फ्रेसन पऱ्यो फर्स्ट अफ अल देशी अगाडि हेर्दै गर्नु होला है त बेलुका घर आए जे बिहान भइसकेको अवस्था छ भर्खरै उठेको बाहिर पुगेको चाहिँ है त कस्तो देखिँदैछ मानु कुरो अन्त कम छैन कि धागा बाँध्दाखेरि ल अहिले चप्प घाम लाग्छ है अहिलेसम्म त जाडो भइरहेको थियो ठिक छ बेलुका आइयो बेलुका केही गर्न पाइँदैन त्यसै घर यहाँनिर भाइ ल 10 मा होस्टेल बसेको ठाउँ अहिलेको क्यान्टिन हामीले बनाएको अरे पूजन गोज टु पूजन यो चाहिँ यहाँनिर पनि थियो पत्रिका राख्दै थियौँ त्यहाँनिर पनि थियो त्यहाँ पनि पत्रिका यहाँनिर गौतम बुद्ध छ पूजनको के हो ठिक छ त्यो इङ्क चाहिँ मेरो हो कहिले मेटिन्न ल फाइनली केटोलाई भेट्यो होइन अब चाहिँ हामी जाँदैछौँ कहाँ अरे मैले लिएर जान्छु कहाँ त्यहीँ जाने अरे ल ठिक छ हेरेर गर्नु होला बिस्तारै के छ र जसको साउन्ड बढी साह्रो आउँदो रहेछ कि हिजो बल्ल बनाएको मैले होइन सर्भिसिङ त हानेन पैसै होइन कहाँबाट सर्भिसिङ हान्ने हौ बिस्तारै बिस्तारै हानौँ न के छ र हाम्रो सुविधा छ यहाँ चाहिँ ठिक छ भाइ नआउँदैछ अरू इन्डिया हो तिनीको कहिले काहीँ मात्र माथि त नहाल हौ यार तर मलाई त यस्तो साह्रै त के लाउनु बरु त्यो बादलहरू क्वाप 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 परे हुन्छ नि त्यस्तो राम्रो हुन्छ कि दामी पनि सो यो
अहिले चाहिँ म घर पुगेर अनि फर्किसकेको अवस्था छ। राउटे भाइलाई भेटेँ, राउटे भाइ र म अब जाँदैछौँ तर्फ। लेट्स सी के कसो हुन्छ। भिडियोलाई अन्तिमसम्म मेरो भिडियो आएकै बिहान कुन भिडियो हालिस्? कुन भिडियो? सिङ्गापुरको भिडियो नेपाल आइसक्यो कि सिङ्गापुरको भिडियो हाले है यसले। ल ठिक छ, यो पेन्डिङमा कति धेरै भिडियो हो ठिक छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब यतापट्टिको भ्यू त बिहान जस्तो देखाएको थियो त्यस्तै छ होइन, पुरा मानुङकोटको भ्यू छ। लेट्स सी अगाडि के कसो हुन्छ, के कसो गरिन्छ। ओके, हामी चाहिँ अहिले यहाँबाट निस्किन्छौँ। हाम्रो घनश्याम सरको सरको सर पनि बाहिर हुनुहुन्छ। सर नमस्कार। सर हुनुहुन्छ, तरिकाले जुत्ता बनाउँदै बस्नु ठुलो नभन्नु यार, सर हुने रेस्पेक्टेड यस्तो मानुको हामीलाई किन जानु पऱ्यो यस्तो बाटोहरू यस्तो त अब यो रहिजाने हो कि हामी यहाँको रहिजाने भनेपछि छिट्टै हुन्छ कि बाटो जस्तो भयो यो घरमा हुक्का लगाएर ट्याक्क तोरीबारी पुरा बस्नुहुन्छ होइन। चिटुक्कको दुईवटा ढोका एउटा किचन भोलि पर्सि पनि यस्तै बनाउनु त्यही आउँछ। अनि के राउटे भाइसँग एउटा शङ्का लागेको कुरा के छ भन्नु, यो बाइक चलाएर हिँड्नेलाई चाहिँ भ्लग गर्दै हिँड्नेलाई चाहिँ मोटो भ्लगर भन्छ भने यो स्कुटर चलाएर हिँड्नेलाई चाहिँ के भ्लगर भन्ने नि ल मानुङकोट हामी चाहिँ फाइनल्ली मानुङकोट आइसकेको अवस्था छ। सरैकोट आएर माल ठिक छ। ल राडु यहाँ छ। ल ट्याकको मानुङकोटको भ्यू हेर्दै यहाँ देखाउनुहुन्छ। तपाईँको घर चाहिँ कता पऱ्यो? ए यहीँको बासिन्दा हुनुहुन्छ हजुर चाहिँ? ए के कसो छ त हजुरले अब यो ठाउँको बारेमा अलिकति केही भनिदिनु पऱ्यो मलाई। यहाँको लागि त भ्यू हेर्ने हो। यहाँ आएर बसेपछि उता दक्षिण साइड त्यो हेर्ने फेवाताल देखिन्छ। हजुर हजुर, यतापट्टि फेवाताल देखिन्छ। अहिले चाहिँ यो कुइरो लागेको छ। फेवाताल त ढाक्यो, सबै ढाक्यो। अनि उत्तरपट्टि अब सराङकोटको उत्तरपट्टि त हिमालय हो। पहिला शिव भगवान, हजुर भूमिकाली, हजुर भैरम भगवान भएको ठाउँ मुख्य यहाँको टप सराङकोट। हजुर सराङकोटबाट हेर्ने हिमाल, हजुर फेवाताल उतापट्टि ह्याङ्जा, लामा चौर, बाटुली चौर सबै होइन, सब उता पुरन चौर, बैदाम, यो लेक साइड बैदाम भयो। सबै जो राम्रो देखिन्छ यहाँबाट, सब राम्रो देखिन्छ। यहाँ बस्दाखेरि हजुरलाई के कस्तो लाग्छ? हजुरको यहाँ पहिल्यैदेखि बसेपछि कस्तो लाग्यो त? यहाँमा त बडो आनन्द लाग्ने, जताततै देख्न पाउने। उता हेऱ्यो सराङकोट हेऱ्यो, यस रमाइलो छ ठाउँ चाहिँ हजुरलाई? पहिला यहाँ यस्ता बेन्चीहरू यस्तो थिएन, यहाँ भिड थियो। ए अहिले यतिको विकास भएको है, बसेर हेरिन्थ्यो। अहिले बनाइदिएको। ठिक छ ठिक छ। ल बुवालाई चाहिँ जस अरू ठाउँभन्दा चाहिँ आफ्नै ठाउँ प्यारो छ होइन त? होइन, कहीँ म गएँ ठाउँमा गएको नगएको होइन है। हजुर, कहीँ गए पनि यो सराङकोट जस्तो आनन्द कतै छैन। अन्त लागेन। हिँड्न मजा त भयो, रमाइलो पनि लाग्यो, सबै कुरा राम्रो पनि लाग्यो। र भ्यू नै हेर्नको लागि त सराङकोटमा बसेर हेर्नु र अरू ठाउँमा बसेर हेर्नु नि कसरी हेर्नु। अहिले त यो धुवाँ धुलोले गरेर मात्र हो, नत्र अझै अलि पहिला वर्षतिर त कति राम्रो देखिन्थ्यो अनि साथै क्लियर अहिले त कुहिरो लागेको छ, क्लियर लागेको छ, धुवाँ त्यस्तै छ। त्यस्तै हो। ल ठिक छ, वरका कुराहरू पनि सुन्यो। यतापट्टि जस्तो विकास जे होस्, सराङकोटमा चाहिँ विकास भएको छ यतिको। अब यो विकास भन्ने कुरा सरकारले गरेको होइन, यहीँको व्यक्ति, यहीँको जनताले आफ्नो गाउँ ठाउँ कोही बाटो बिग्रिएको छ, ल आज त्यहाँ बाटो बनाउनु पर्यो भनेर सबै मिलेर बनाइएको छ। बनाउने। ठिक छ, जे होस् आफैले गरे पनि विकास चाहिँ गरिएको छ होइन? गरिएको। अब पहिलाको ठिक छ। ल अहिले हेर्दै गर्नु होला, भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्न नभुल्नु होला। के कसो हुन्छ, के कसो गरिन्छ, लेट्स सी है त। ओके, अब चाहिँ हामी यहाँबाट निस्किनु लागेको। राउटे भाइ चाहिँ यहाँ छन्। राउटे भाइ लेट्स गो है त गाइस। के कसो हुन्छ अगाडि भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अब के भन्नु, म चाहिँ होइन, धेरै बोल्नु आउँदैन। अब
केटाहरूसँग टक्क ल यस्तो गरम नपाऊ यस्तो गरम भन्यो भने अब विदेश गएका हुन् होइन नगएका होइनन् तर पैसा सक्न गएका हुन् केटाहरू चाहिँ सक्नु भन्दा नि अलिअलि पैसा मिल्यो कतैबाट चाहिँ अपर्च्युनिटी आएको भएर चाहिँ केटाहरू अलिअलि पैसा खर्च भइहाल्छ चाहिँ सिकम होइन लाइफमा अरूसँग बोल्दाखेरि भनेको मनी इज नट एभ्रिथिङ होइन विदाउट मनी यु क्यान नट डु एनिथिङ ओके फाइनली रुममा आइसकेको अवस्था छ मेरो लुक्स चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ जे छ ठिक छ केटाहरूको रुम यहाँनिर छ ल त नि है अनि बल्ल उठेको उताबाट चाहिँ दिउँसो आएर घरबाट सुतेको निदा आएछ भर्खरै उठेको उठेर भात बसाल्दैछु अब खानामा बनाएर खाने अनि फेरि सुत्ने हो लेट्स सी भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सी यू इन नेक्स्ट ब्लग अहिलेको लागि बाई बाई है त